तपाईहरुलाई थाहा छ हर्क साम्पाङजीलाई एउटा रोग छ के त्यो रोगको नाम हो एनपिडी। यो एनपिडी रोग के हो र यसको लक्षणहरू के हो म तपाईलाई भन्नेवाला छु। त्यो भन्दा पहिला हर्क साम्पाङजीको तपाईहरु यो भिडियो हेर्नुहोस्। एक हातले बाइक चलाउनु चाहिँ कसुर रहेछ हैन? यो कार पनि एक हातले चलाइरहेछ हेर्नु न। सारी उम्र में जोकर हर्कजीले हेर्नुहोस् त गल्ती गरेर पनि गल्ती गरेन भनेर कति कन्फिडेन्टली भनिरहेको छ। उहाँले भन्दै हुनुहुन्छ कि मै कानुन बनाउने ठाउँमा छ, मलाई कसले सजाय दिन सक्छ। उहाँमा जुन एटिट्युड छ नि त्यो नै हुन्छ एउटा वास्तविक नार्सिसिस्टिक पर्सनालिटी डिसअर्डर भएको मान्छेमा। यो एनपिडी भन्ने गरिन्छ यसलाई चाहिँ। यसमा कस्तो हुन्छ भने जब मान्छेलाई यस्तो लाग्न थाल्छ कि म भन्दा ज्यादा ज्ञानी, म भन्दा ज्यादा बुझ्ने र मेरो कुरा सर्व उपर हो भनेर जब आफूले आफूलाई ठान्ने गर्छ नि तब त्यो मान्छेलाई नार्सिसिस्टिक भनेर हामीले भन्न सक्छौँ। यस्तो मान्छेहरूले नि आफ्नो गल्ती चाहिँ बिल्कुलै पनि हेर्दैन, देख्दैन र अरूको गल्तीलाई चाहिँ एकदमै बढाइ चढाइ देख्ने गर्छ। त्यस्तो मान्छेलाई नै भनिन्छ एनपिडी। र मलाई लाग्छ हर्क साम्पाङजीमा यो एनपिडीको लक्षण चाहिँ छ है। तपाईहरुलाई कस्तो लाग्छ साथीहरु? तल तपाईहरुको राय कमेन्टमा फटाफट भन्नुहोस् त र फलो गर्नु होला च्यानललाई।